आज चाहिँ म सुपर एक्साइटेड भएको भनौँ कि अनि दुःखी हुँदै आएको भनौँ होइन। भोलि चाहिँ मेरो बुढो चाहिँ नेपाल जानुपर्ने भयो। इमर्जेन्सी हुन्छ नि, एउटा इमर्जेन्सी नै पढेर जान लाग्नु भएको भनौँ न। क्यों नि भयो क्या। अनि हिजो बेलुका जाने भन्ने कुरा थाहा भएर अनि म चाहिँ अफिसबाट हतार हतार आएर अनि बुढोको काम छ, फेरि काममा जानुभयो। अनि म चाहिँ काम सकाएर अफिसबाट आएर अनि यहाँनिर सामान यसो केही त पठाउनु पर्यो, चक्लेट होइन। अनि फेरि अघि पछि जाने काम हुँदैन, फेरि मेरो पनि कामै हुन्छ क्या। अनि भोलि चाहिँ बिदा भएकोले गर्दा, भोलि चाहिँ शनिबार, भोलि नै मेरो बिदा थियो, भोलि नै बिहानै जानुपर्ने भयो क्या। अनि खासमा त हाम्रो कल्चर अनुसार चाहिँ शनिबार हिँड्न हुँदैन, यात्रा गर्न हुँदैन भन्ने नियम छ। तर पनि हामी चाहिँ जाने भयौँ, किनकि अब इमर्जेन्सी परेकोले गर्दाखेरि जान लागेको नि त। अनि त्यही भएर चाहिँ हामी जाने भयौँ। त्यही भएर म यसो चक्लेट किनौँ अनि मम्मीहरूलाई, दिदीबहिनीहरूलाई यसो केही सामान पठाइदिउँ न त भनेर अनि एक्लै भए पनि यहाँ मेगा डोङ्कीमा आएको छु। डोङ्कीमा यसो केही पाउने रहेछ भने चाहिँ लिएर जानु पर्यो भनेर आएको छु। बुढोलाई चाहिँ थाहा छैन म यहाँ आएको भनेर, केही पनि नलाने भन्नुहुन्थ्यो। हाम्रो लगेज पनि धेरैको छैन क्या, किनकि हामीले इमर्जेन्सीमा टिकट काटेको भएर टिकट पनि महँगो पर्यो। अनि त्यसपछि झन् लगेजहरू धेरै भयो भने त झन् महँगो पर्ने रहेछ। त्यही भएर हामीले धेरै राम्ररी चाहिँ काटेको छैन। एनिवे म के किन्छु भनेर तपाईँलाई देखाउँछु ल। यो फरेभर मेरो फेभरेट चाहिँ एउटा बुनेर नि पठाइदिन्छु। अनि अर्को चाहिँ मैले नै हालेको छु। अनि यो वाला चाहिँ बडी स्प्रे चाहिँ मलाई एकदमै मनपर्छ, त्यही भएर यो वाला उठाइदिएँ। मेरो हात हेर्नु न, लिपस्टिक छान्दा मेरो हातमा यस्तो भएको, यस्तो भयो। अनि यो वाला बोइजको पर्फ्युम, यो वाला लेडिजको पर्फ्युम। अनि यो चाहिँ के भन्छ, यो सिसी भिटामिन सिसी क्रिम। गाइज यो चाहिँ के भन्नुहुन्छ होला हेर्नु न, मैले लिपस्टिक चाहिँ कसलाई कस्तो हुन्छ भनेर चाहिँ छान्न नसकेर चाहिँ यस्तो भयो कि हात हेर्दाखेरि चाहिँ कति पनि सामान देखेको छैन है। यति सामान छ जस्तो लाग्छ है, यति सामान छ। मैले अहिले त्यो अर्को गुड्काउने चाहिँ उता ल्याएर राख्थेँ, यति सामान छ। तर कम्तीमा नि यहाँ त 3 मान जस्तोको सामान होला क्या। को पुरा मने गाइस केही किने जस्तो लाग्दैन है। लाग्न चाहिँ केही किनेको छैन मैले, यति सामान किनेको छु जस्तो लाग्छ। लाग्न चाहिँ बिल चाहिँ डेन्जर उठ्ने के साह्रो महँगो हो यो जापान त, लास्टै महँगो क्या भाइ। यहाँनिर चाहिँ सखरघण्टा पोलेर जहिले पनि सखरघण्टा राखिरहेको हुन्छ कि यहाँनिर। यो डोङ्कीको उसमा चाहिँ एउटाको चाहिँ 258 पर्दो रहेछ एउटाको। एउटा लग्दिन पर्ला जस्तो छ है, हेरेर जस्तो टक्क लगाएर चाहिँ लग्ने होला। मैले एउटा चाहिँ लगेँ, ठुलो हो कति ठुलो हो, त्यही पनि मैले एउटा चाहिँ लगेँ। मलाई भोक पनि लागेको कि, अनि घर पुग्नुलाई अब अझै कति टाइम लाग्छ थाहा छैन नि त। अनि त्यही भएर एउटा बोक्दिएर हिँडेँ म। यहाँ चाहिँ यो ओखरको दाना, यो ओखरको गुदी चाहिँ अलिकति सस्तो पाउँछ जस्तो लाग्छ है मलाई नेपालमा भन्दा कि कोही पनि थाहा भएन। यहाँ चाहिँ 1080मा चाहिँ यति पाउँदो रहेछ, कतिको थाहा भएन मलाई। अरू चक्लेट चाहिँ लास्टै महँगो लाग्यो हो मलाई त। फेरि किनौँ कुनै नयाँ प्रोडक्टहरू कति धेरै आएको छ अहिले। यो कोकोनट जुस पनि आएको थियो क्या अहिले त है। अनि हेर्नु न 200 लगभग 300मा यो कोकोनट जुस रहेगा। यो चक्लेट चाहिँ लास्टै मिठो हुन्छ है। यो चक्लेट चाहिँ लास्टै मनपर्छ मलाई पनि, लास्टै मिठो हुन्छ। मैले खासै इनफ पैसा चाहिँ बोकेर आएको थियो, 40,000 त बोकेर आएको थिएँ 4 मान जस्तो क्या। त्यही पनि नपुग्ला जस्तो लाग्यो। यो यसमा चाहिँ पेपे चाहिँ युज नहुँदो रहेछ क्या। अब अहिले चाहिँ जान पर्ला, भरे बेलुका बुढोको 8 बजेसम्म छ अरे काम। 8 बजे आउनुहुन्छ अरे, 8 बजे उहाँ आइसकेपछि चाहिँ फेरि आउनु पर्ला के। अनि त्यही भनेर म चाहिँ अहिलेलाई यति लिएर जाँदैछु। अब मेरो पैसाले भ्याएन भने चाहिँ फेरि गर्छु। यहाँ पेपे नै कस्तो नचल्दो रहेछ क्या। अनि पेपे चल्छ होला भनेर आएको त कस्तो पेपे नै नचलेर टेन्सन पो दियो मलाई। एनिवे के छैन, मैले अहिलेलाई यति नै लगेँ। अनि फेरि अब लिन पर्ला नि है। ब्याग लान पाउने चाहिँ 23 केजी मात्र हो हामीले लान पाउने। त्यही भएर म धेरै सामान चाहिँ किन्दिनँ, केही पनि किन्दिनँ। फेरि उहाँको लगेर फालिदियो भने त तनाव हुन्छ नि त। बरु यहीँ नकिन्न राम्रो नि त होइन। त्यही पनि केजी हेरेर चाहिँ अलि नपाउने रहेछ भने चाहिँ म अनि फेरि किन्छु।
गाइज हेर्दा चाहिँ सामान चाहिँ यति जस्तो लाग्ने यति सामान छ तर यो चाहिँ 30,000 को सामान हो है 30,000 को सामान हो यहाँ चाहिँ दाइसो हालेको रहेछ अनि पहिला चाहिँ दाइसो थिएन अहिले चाहिँ यहाँ दाइसो हालेको रहेछ अब फेरि मेरो दाइसो भित्र छिरेर सपिङ हुन्छ त्यत्रो ठुलो सपिङ चाहिँ हुँदैन यहाँ दाइसोमा सानो सामानहरू किन्न पर्ने ह त्यहाँ गएर म सामान किन्छु दाइसोको त्यो आँखामा लाउने गाजलहरू चाहिँ मलाई एकदमै मनपर्छ अनि मलाई दिदीले पनि भन्नुभएको छ क्या अनि यो गाजल चाहिँ एकदमै मनपर्छ अनि मैले नै युज गर्छु परदेशी भइयो हजुर अब के गर्नु गाह्रो छ ल दाइ चाहिँ अगाडि अगाडि कुदिरहेछिन् मेरो नेपाल जाने दाइ चाहिँ उहाँ हुनुहुन्छ र हाम्रो साथीहरू चाहिँ साथी मात्रै कसो लागिरहेको तपाईँलाई अब नेपाल जानलाई उदेशी हुनुहुन्छ नि के म चाहिँ यिनीलाई छोड्न आएको है नम्बर 1 है यिनी चाहिँ अन्त सान कस्तो लागिरह है सरप्राइज हो क्या गर हजुरलाई कस्तो लागिरह त हामीलाई छोड्न खुसी छु नि त पनि म खुसी छु नि त यिनीहरू नेपाल जाने म चाहिँ देखिन्छौ नि त यता नेपालको सबै कुरा है यहाँ चाहिँ मेरो बुढो चाहिँ नेपाल जान लाग्नु भएको अनि मनमा चाहिँ लास्टै नराम्रो लागिरहेछ तर खुसी पनि लागिरहेछ फ्यामिलीलाई भेट्न जाने उहाँ त आफूलाई पनि जमजम हुँदो रहेछ अनि साथीहरूलाई नभेट्दाखेरि चाहिँ म चाहिँ एकदम निराश भएको थिएँ उनीहरूलाई भेटाइसकेपछि चाहिँ अलि मेरो मनमा सास आयो यिनीहरू नि यहीँ छन् भन्ने लाग्यो कि अनि यिनीहरू नि यहीँ छन् भन्ने लाग्यो अनि आएँ म आज चाहिँ मैले दिदीलाई साथीहरू आउनुभएको छ अनि उहाँ चाहिँ नेपाल जाने मान्छे भइहाल्नुभयो ठिकै छ जमजम चाहिँ लाग्दो रहेछ यो एयरपोर्ट देखेपछि मनमा सक्कै हुँदो रहेछ तर के गर्नु यस्तै त हो सबैको बाध्यता अनि उहाँ चाहिँ जाँदै हुनुहुन्छ 1 महिनाको लागि 1-1.5 महिना अब कति हुन्छ जस्ट इमर्जेन्सी जानुपर्ने काममा आएकोले गर्दाखेरि हामी क्यु नि टिकट काटेर हिँड्न पर्यो त्यही भएर हामी चाहिँ हामी चाहिँ लगेज गर्यो के भन्छ ओमोसा हाकाहरू गर्न कतिको गरमको छ भनेर यताबाट हिँड्नु यताबाट यहाँ चाहिँ वेट लिन्छ अरे अनि वेट लिन्छ अरे ह्यान्ड क्यारी चाहिँ वेट लिन्छ अरे पहिला ह्यान्ड क्यारी दिनु त यो लिनु त यो राख्नु त सरी त्यो आफू चिरा त्यसको यता त्यहाँ त खोइ त्यहाँ त राख्ने त होला नि यहाँ हो यसमा मिलाएर राख्ने पासपोर्ट हजुरसँग अघि दिनुभएको थियो पासपोर्ट मैले त छैन त त्यही होलाないです。出してないですか？はい、出してないです。उहाँको चाहिँ अब जाने बेला भइसक्यो हामीले बोर्डिङ पासहरू पनि लियौँ अनि सामानहरू पनि चेक गरेर पठायौँ अब यहाँबाट चाहिँ छिर्ने चेकिङ गर्ने बेला भइसक्यो है 10 बजेको फ्लाइट भएकोले गर्दाखेरि अब ढिलो गऱ्यो भने भित्र के लेख्ने हुन्छ त्यो जुकी हुन्छ के हुन्छ त्यही भएर उहाँ चाहिँ छिर्नुहुन्छ अनि हामी चाहिँ यहीँबाट फर्किन्छौँ हामीले नेपाल जाने भन्न मिलेन है जान त मन थियो राम्रो जानु तपाईँलाई कस्तो खुसी लागेको छ होइन अब ठिकै छ काठमाडौँको बोर्डिङ पास यहीँबाट आउँदा यहीँबाट आउँदा यो बोर्डिङ पास लगेर उहाँ दिनुपर्छ है मैले सिकाएको म यहाँ गइसकेको मान्छे नि त म ट्रान्जिट हिँडेर ट्रान्जिट जानु होइन ठिक हो ल तपाईँ जानु ल फर्केर आउने कि नआउने भन्ने लेख्न पर्छ फर्केर आउने भनेर टिक लाउने हो त्यही हो केही गर्नु त्यो चाहिँ फेरि नआउने भनेर चाहिँ नल्याउनु नि फेरि आउने भनेर
राम्रो जानु शुभयात्रा शुभयात्रा है तपाईँहरू चाहिँ आराम जानु म त पुरिहाल्छ बाई बाई म गएपछि मेसेज गर्छु ल हामी पनि यहाँबाट भित्र जान पाए पो मजा आउँछ होइन खास चढ्ने ठाउँसम्म जान चाहिँ जिनुपर्ने क्या है त्यसपछि बाई बाई त्यसरी त मान्छे कति छिर्छन् भनेर के त्यो त त्यही त हो नि सेक्युरिटी हुनु पर्यो नि है सेक्युरिटीको लागि पनि हो क्या बाई बाई हाम्रो चाहिँ एकदम हाजिरसीको त भयो क्या यो चुसा केन चाहिँ इनले कता फालिन कता बिर्सिन होइन थाहा छैन यहाँ आएर यसको लागि हामी कति टाइमसम्म होइन ऊ ती पुलिस दाइले हामीलाई ऊ तलसम्म लगेर गाडीको नम्बर सोध्छ यार गाडीको नम्बरै बिर्सेछ कति हो गाडीको नम्बर बिर्सेछु अनि 98 27 के हो थाहै छैन माथितिरबाट क्यामेरा हेरेर उनीहरूले पत्ता लगाएर बल्ल सेकेन्ड चाहिँ दियो यसको लागि यस्तो गर्न पर्ने रहेछ अनि नेपाल गएको मान्छे नेपाल पुग्न लागिसक्नु हामी एयरपोर्टमा लास्टै रमाइलो भयो अति नै हो अनि बल्ल बल्ल पार्किङ चाहिँ यो टिकटको लिएर के भन्छ 2 सेकेन्ड चाहिँ लिएर अनि हामी आउँदैछौँ अब चाहिँ हामी घर जान लागेको अब हामी घर गएर आफ्नो काममा चाहिँ टोरी आइज होइन यो अहिले उडाएर यहाँभित्र पुग्ने रे कहाँ गयो बबिनसनको पकेटमा हाल्दैछु क्या हो मैले त्यस्तै लाग्यो के मलाई तर मेरो एप्पलमा गएर पार्किङ तिर्नु अन्त लास्टै हाजु खासीको त भयो गाइस आजबाट म पुरुमाको पाङ्गो थियो ओबेरियो बरु मैले ओबे गरिसकेँ होइन मेरो 97 म चाहिँ 27-98 भनेछु हो कि त्यस्तो नै भन्छु तिमीहरू नि छक्कै पर्छ मैले त यो 27-98 कि 98-27 हो दोस्ती खा भनेको त हाँस्दै छैन सुरुमा त नाइरेस भन्छ फेरि अलिक कुरोमा आइलग्यो नाइरेस भन्छ लास्ट चाहिँ कमेडी भयो एयरपोर्टमा आएर एउटा कुरा चाहिँ अनि यो 2 सेकेन्ड हरायो नि लास्टै झन्झट हुँदो रहेछ तपाईँहरू पनि यहाँ फेरि 2 सेकेन्ड चाहिँ नहराइराख्नु होला हामी जस्तो बेसम्मा र चाहिँ नहुनु है यहाँ आउने मान्छे हुनुहुन्छ भने चाहिँ अनि मैले चाहिँ कुरुमाको नम्बर चाहिँ सम्झिनु पर्ने मेरो दिमाग त हो तर मलाई याद चाहिँ थियो 28-97 त्यस्तो कन्फ्युज जब कन्फ्युज भयो त भएको पनि होइन कि जस्तो पुलिस त हाँस्छ हामीलाई देखेर पुलिस त हाँस्छ फेरि तर मजाको रहेछ भाइ होइन भाइ नै होला सँगसँगै गर्थ्यो होइन हेल्पफुलै हुन्छ सबै अहिलेको अनि के गाइस अर्को चाहिँ मलाई हामी जाँदा आउँदा म प्रायः जस्तो थाई एयरमा जाने गरेको थियो अनि फिलिपिन एयरमा पनि गएको छु होइन तर यो प्याथेभिक के हो एयरलाइन त्यो एयरलाइनमा आज हामीले फर्स्ट टाइम टिकट काटेर फर्स्ट टाइम जान लागेको होइन तर त्यहाँको स्टाफहरू त लास्टै रुड रहेछन् क्या त्यो चाहिँ मलाई मन परेन है कस्तो ठेस पारेर बोल्ने उनीहरूको स्माइल चाहिँ यस्तो अलिकति राम्रो स्माइलले बोल्यो भने कति खुसी लाग्छ होइन त्यो अर्को केटीले अर्को थियो तर जुन केटीले चाहिँ हामीलाई चाहिँ बोर्डिङ पासहरू दिएको थियो त्यो केटी चाहिँ मलाई मन परेन है हुन चाहिँ जापानिज केटी होइन हेरेको हेरेको के नाम चाहिँ भन्नु यो कुनै हो सरी म यो काम तर मलाई चाहिँ त्यो चाहिँ मन परेन है अनि यो एयरलाइन्समा काम गर्ने हाम्रो कतिजना नेपालीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सकेसम्म प्यासेन्जरहरूलाई राम्रो गरी बोलिदिनु होला राम्ररी हाँसेर गरिदिनु होला हुन्छ प्रेसर हुन्छ कति कुरा हुन्छ हामी पनि बुझ्छौँ नबुझ्ने चाहिँ होइन तर तपाईँहरूले रुल व्यवहार गरिदिनु भने हामीलाई पनि अलिक नराम्रो लाग्छ नि त होइन हेर्दा चाहिँ मेकअप सेकअप गर्नु मान्छे अनि व्यवहार चाहिँ नराम्रो हुन्छ अलिक उकासी देखिन्छ क्या होइन त्यही भएर तपाईँहरूले चाहिँ नेपालीहरूले काम गर्ने ठाउँमा चाहिँ जति प्रेसर भयो नि त्यो भने यहाँ एउटा आफ्नो समस्या आफ्नोतिर छ तर प्यासेन्जरलाई गर्ने व्यवहार चाहिँ राम्रो गरिदिनुहोस् भन्ने मेरो अनुरोध गर्न चाहन्छु म चाहिँ खुसी भएर बोलिदिनुहोस् समस्या छ भने हाँसेर रुडले गरे पनि हाँसेर अहिले केही त भएको रहेछ भने दाइले बोलिदिएको हुन्छ फेस गरेर बोलेपछि त मनै दुख्छ क्या चित्त दुख्छ मलाई चाहिँ आज गाइस त्यही नै हो आजको कुरा चाहिँ अब हामी चाहिँ यहाँबाट टक्क 1 घन्टा चाहिँ लाग्छ होला है हामीलाई
1 घन्टा जतिमा चाहिँ हामी घर पुग्छौँ होला। आजको भिडियो चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। बाई बाई।